नमस्ते सबैजनालाई म तपाईको एलिस बानिया अनि सबैजना सन्चै राम्रो हुनुहुन्छ होला म पनि सन्चै छु आरामै छु अनि गाउँमा छु ब्ल्याक टी खाँदैछु बिहान बिहान त्यही हो आफ्टर लङ टाइम पछि म भ्लग बनाउँदैछु आज भोलि चाहिँ तिहार छ आज दिउँसो के गरिन्छ हेर्दैछु त्यही हो म चाहिँ बिस्कुट र चिया खाँदैछु अनि गाउँमा भएपछि चाहिँ बिहान टक्क खाएपछि काम गर्नुपर्छ म चाहिँ घाँस काट्न जान्छु अनि आएर भ्लग बनाउँछु त्यही हो अहिले चिया खाँदै गरिरहेको छु हाम्रो टक्क भाँबाट चाहिँ घाम लाग्दैछ यता घाम लागिसक्यो त्यही न हल्का काम छ म त छिटो खानुपर्ने हुन्छ अहिले भेटौँला हेलो 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 अनि फेरि पनि तपाईँलाई स्वागत छ अनि हिजोको चाहिँ भिडियो हाल्न पाएन आउनु किनकि हिजो चाहिँ अब भ्लग बनाउनु भनेको थिएँ तर खाना खाने बेला चाहिँ हाम्रो हजुरबा र हामीले खाना खानु लागेको थियौँ अनि हजुरबाको चाहिँ घाँटीमा हड्डी अड्किएर चाहिँ मैले हस्पिटल लगेर आउने लिने गरेर भिडियो बनाउनु पाएन हिजो त्यही हो आज चाहिँ तिहार सबैलाई ह्याप्पी तिहार भन्न चाहन्छु अनि हामी चाहिँ अब हाम्रो गाउँको सबै दाजुभाइ मिलेर नुहाउन जाँदैछौँ अहिले हामी चाहिँ यहाँ दुईजना छौँ तर धारोमा चाहिँ टन्नै छन् अघि गइसके हामी चाहिँ हल्का काम भएर पछि परियो पसिना आउँदै हुन्छ देख्न सक्नुहुन्छ अनि त्यही आज चाहिँ तिहार हामी अब नुहाउनु पर्छ टक्क लगाएर धेरै पछि भ्लग आउँदैछ तपाईँहरूको माझमा हेरिदिनु होला रमाइलो गरिदिनु होला यस्तै छ जिन्दगी परदेशीको किन्न त पाइन्छ पानी फ्रिजको हावा एसीको तर तिर्सना मिट्दैन गाउँ बेसीको हाम्रो चाहिँ तल डोलेन दाइहरू पछि पछि आउँदै हुनुहुन्छ र हाम्रो चाहिँ यहाँ नयाँ नयाँ बाटो बनेको छ तर बनेको र बिग्रेको केही अर्थ छैन बनेको अर्थै छैन बनेकै दिन यहाँ दुईवटा गाडी फसे त्यही हो अब चाहिँ हामी सिधै हाम्रो ग्रुपहरूसँग देखाउँला नुहाएको टाइम ल्याप्स नङ्गी पङ्गी नुहाएको होइन दाजु यो चाहिँ आज खुसी छैन किनकि यसको उफरको लिएको फाइदा भएन किनकि चास पनि छैन र गीत पनि छैन यसले चाहिँ हातमा कच्छा लुकाइरह हातमा कच्छा त्यही हो अहिले भेटौँ भाइ त साथीहरू हामी चाहिँ नुहाउने ठाउँमा पुगिसकेका छौँ र हाम्रो ग्रुपहरूले उहाँ नुहाउँदैछन् टक्क लगाएरै हामी चाहिँ सबै तिहार मनाउने गाइजहरू अनि चाहिँ उनीहरूले चिच्चाइसकेका छन् त्यही हो हामी चाहिँ अब टक्कै यता दोलेन दाइहरू चाहिँ तिनीहरू चाहिँ छैनन् अनि हामी चाहिँ टक्क आउँदैछौँ टक्क भिडियो बनाउँदै चट्ट लगाएर सरर A few moments later. त्यही नै हो साथीहरू हामीले चाहिँ नुहाउनु लागेको टाइम ल्याप्स हाल्न पाइएन किनकि धेरै चाहिँ केटारी थिए अन्त एउटा नङ्गा बुङ्गा थिए फेरि युट्युबमा हालेपछि चाहिँ युट्युबले ब्यान गरिदिन्छ अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो सुमन दाई खुङखार नेता यो चाहिँ हाम्रो धारो हाम्रो लोकल धारो छ यहाँ त्यही हो मैले नि दारी मिलाउने भनेको यार हल्का राम्रो देखिन्छु कि तिहारमा दसैँमा त देखिनँ होइन गोले गोलु पाण्डे अलग गोलु हालो त्यही हो अब चाहिँ हाम्रो तिहार सुरु भइसक्न लाग्यो होला कति बजी कुद्ने 11:40 होला ठिक छ त छ लिएर आइज त्यही हो अब चाहिँ हाम्रो चाहिँ यहाँ कुखुरा छ अर्को आज चाहिँ हाम्रो तिहार छ एकछिनपछि भेटौँला है त बाई बाई तिहारमा चाहिँ घरमा आइसकेँ नुहाइ धुवाइ गरेर अनि चाहिँ हाम्रो घरमा आउँदाखेरि मैले के देखेँ भनेपछि हाम्रो आँगनमा चाहिँ रङ्गोली हान्छन् खतरा भएर चाहिँ टक्क हेर्न सक्नुहुन्छ है हामी देख्यो सबै अर्गानिक हो यहाँ के पनि कलरहरु छैन यहाँ भन्दै नि त ल के हो के हालेर बनाए यो मैदा हो यो अबिर हो यो केसरी हो अनि यो फुल हो हाम्रै घरमा फुलेको फुल सबै हेर्नु
यसरी अर्ग्यानिक रङ्गोली बनाउनुहोस् त्यो कलर लिएर पैसा खेर नफाल्नुहोस् अब हामी पिङ खेल्न गयौँ बाई बाई भाइ तैँले ढाकालाई अनि त्यही हो आज ढाका टोपी लाउने कार्यक्रम अरे त्यही हो आज त तिहार अस्ति नै हामीले बनाएको रुम हेर्न सक्नुहुन्छ टक्क लाएर जस हल्का लाइटिङ चाहिँ राम्रो भएन एक दिनमा यस्तो रुम बनाइहरू फोरै फोर छ अब किनकि चाडपर्व या गाइज लुक एट दिस फोटोज म कहाँ छु भनेपछि यहाँ छु मेरो मम्मी मेरो दिदी हो अनि मेरो बाबा मेरो हजुरआमा हजुरबा मेरो फुपू दिदी एसपीलाई बानिया यो नि दिदी होइन ए म यो अनि दिदी सधैँ फोटोमा रिसाउने बानी हो यहाँ नि यस्तो रिसाइ चाहिँ हामी यस्तो रिसायो अनि यहाँ चाहिँ हाम्रो हजुरआमा यहाँ चाहिँ बाबा र मम्मी पहिला भइसक्यो ओहो कति राम्रो हुन् यहाँ चाहिँ कता हो दिदी म है कति महिनाको कुनी कति महिनाको म 1 महिनाको रे भगवान् अनि हाम्रो मम्मी यहाँ दिदी र मम्मी यहाँ चाहिँ म हिउँ पर्दा गएँ गाइज हिउँ पर्दा चाहिँ म यत्रो थिएँ हाम्रो नेपालभरि परेको थियो होला सायद त्यति बेला हिउँ यहाँ म छु अनि मम्मी हुनुहुन्छ है कस्तो राम्रो थियो यार म सानोमा तर फुल हेर्नु है टाढाबाट देखाउँछु आमामा कडा तर अहिले हेर्नुहोस् कति नराम्रो छु म हाम्रो फुपू हुनुहुन्छ है मेरो फुपू दर्शन गर्नुभयो हिजो बेलुका आउनुभएको फुपू चाहिँ यही दिउँछ पोखराबाट टिका लाउने भनेर हाम्रो फुपू हुनुहुन्छ जिबालाई टिका लाउने जिबाको बहिनीको छोरी हुनुहुन्छ उहाँ चाहिँ जिबालाई टिका लाउने यहाँ चाहिँ जिमा हुनुहुन्छ है जिबाको हाम्रो हजुरआमाको भान्जी अनि यहाँ चाहिँ हाम्रो हजुरआमा के भन्न छ जिमा केही भन्दिनँ कहिले केही भन्दिनँ भन्नुहुन्छ त्यही त ल फेरि भन्नु है सबैलाई शुभकामना है ल ल ल आशीर्वाद भन त्यही हाम्रो हजुरआमा त अस्ति नै भनिसके 85 वर्ष हुनुभयो अनि हाम्रो चाहिँ यहाँ रङ्गोली छ हेर्दै हेर्न सक्नुहुन्छ टक्क लगाएर अहिले त ठिका हुन्छ धेरै बनायो भने जाउ हुन्छ धेरै हुन्छ अनि त्यही भएर चाहिँ लामो बनाउन चाहन्न त्यही हो यहाँ चाहिँ फुलहरू छ टक्क कस्तो देख्यो सहिरहेको छ कि सहिरहेको छ धेरै जस्तो त मैले यस्तै राख्छु होइन बोकिडारी कस्तो देखिया त दामी त्यही हो कपालमा तेल लाउनु छ दारीको काम चाहिँ सकियो यस अब चाहिँ जान्छु कहाँ हिँड्नुभयो ल त है त म त रेडी भएको हाम्रो दिदी पनि रेडी हाम्रो दाजु पनि रेडी हेलो भन्नु नि हेलो हाम्रो चाहिँ सबैजना रेडी भइसक्यौँ म चाहिँ आज कुर्तीमा छु हेर्न सक्नुहुन्छ दर्शकबिनहरू म कुर्तीमा छु आज तिहारको अब माहौल सुरु भइसकेको छ हाम्रो यहाँ पेरेम दाई आउनु भइसकेको छ हाम्रो जिबा उहाँ चाहिँ कुकुर सुतिरहेको छ त्यही हो यी कुर्तीमा म कस्तो देखिन्छु कमेन्ट गरिदिनु होला त्यही हो जोस् आज चाहिँ टिकटक बनाइन्छ होला किनकि राम्रो देखिएपछि टिकटक बनाउनु मन लाग्छ त्यही त्यही अहिले भेटौँ भाइ त त्यही नै अब चाहिँ पूजा सुरु भइसकेको छ देख्न सक्नुहुन्छ त्यहाँ तपाईँहरूलाई देखाइदिन्छु म पूजा चाहिँ टक्क यहाँ सुरु भइसक्यो फुपूले र दिदीहरूले अनि बाबा जिबाहरू यहाँ हुनुहुन्छ जिमा यहाँ बस्नु भएको छ पूजा चाहिँ सुरु भइसक्यो होइन त ल हाम्रो यहाँ पूजा हुँदैछ सबैजनाको बाबा कस्तो हुँदैछ त बाबा टिका बोल्न सक्यो
हुँदैछ है त भिडियो हुँदैछ त्यही भएर भिडियो चाहिँ नचाहेन उनीहरूले ह्याप्पी तिहार सकिएको छ है हाम्रोमा चाहिँ टिका लगाएर सकिएको छ है म चाहिँ रेडी भइसकेँ टिका सिका टोपी सोपी ढाका टोपी होइन हाम्रो चाहिँ बाबाहरूको पनि टिका सकियो होइन त बाबा टिका लगाएर सकियो ह्याप्पी तिहार दीपावली ए दीपावली यहाँ चाहिँ फुपूहरूले लाउँदै हुनुहुन्छ ल म चाहिँ यहाँ फोटोग्राफर फोटो खिचिदिँदैछु ल त होइन साथीहरू हाम्रो चाहिँ तिहार सकियो फोटो अझै पनि खिच्दैछ बाँकी छ अझै पनि फोटो क्यामराम्यान भएपछि फोटो खिचिदिनै पर्यो पोर्ट्रेटबाट होला नि कस्तो तिहार मम्मीको चाहिँ मामा एउटा अनि बहिनी तिनवटा भएर चाहिँ पालो लाउनु भयो त्यही भएर चाहिँ म चाहिँ फोटो खिच्छु पहिला ल 1 2 3 गो 1 2 3 गो दामी ल ल अब चाहिँ हामी खानासाना खानुपर्ने हुन्छ अनि त्यही हो बिहार स्याहार हामी ल साथीहरू आजको लागि यति नै हो तिहार सकियो अब ह्याप्पी तिहार फेरि पनि सबैजनालाई यसरी नै हेर्दै गर्नु रमाइलो गर्दै गर्नु त्यही हो सी वान नेक्स्ट ब्लग बाई बाई